नमस्कार साथीहरु, तपाईहरु सामान्य जानकारी युट्युब च्यानलमा आइसक्नु भएको छ। स्वागत छ हजुरलाई सामान्य जानकारी युट्युब च्यानलमा। म राजकुमार थापा फेरि एउटा जानकारीमूलक भिडियो लिएर हजुर सामु हाजिर भइसकेको छु। साथीहरु, आजको यस भिडियोमा मैले हजुरलाई आइएमओ अर्थात इमोमा भएको बाइ डिफल्ट रिङटोनलाई हटाएर कसरी आफूले मनपर्ने रिङटोन राख्ने त भनेर यस भिडियोमा मैले हजुरलाई भन्ने छु। र साथीहरु, आजको इमोमा भएको बाइ डिफल्ट रिङटोनलाई हटाएर आफूलाई मनपर्ने रिङटोन कसरी राख्ने भनेर भन्नुभन्दा पहिला म हजुरलाई के अनुरोध गर्छु भने अझैसम्म हजुरले यो सामान्य जानकारी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला, किनकि मैले यस्तै जानकारीमूलक भिडियोहरू मैले यस सामान्य जानकारी युट्युब च्यानलमा राख्ने गर्छु। र यदि हजुरले पहिले नै यो सामान्य जानकारी युट्युब च्यानललाई सब्स्क्राइब गरिसक्नु भएको छ भने हृदयदेखि नै मुरी धन्यवाद। साथीहरु, हजुरले भर्खरै सुन्नुभएको इमोमा भएको यस्तो बाइ डिफल्ट रिङटोनलाई हटाएर कसरी आफूले मनपर्ने रिङटोन राख्ने त आउनुहोस् सुरु गरौँ। साथीहरु, इमोमा भएको बाइ डिफल्ट रिङटोन चेन्ज गर्नको लागि इमोले कुनै सुविधा त दिएको छैन। तैपनि हामीले इमोमा भएको बाइ डिफल्ट रिङटोनलाई चेन्ज गर्न सक्छौं, तर हामीले एउटा एप्लिकेसनको मद्दत लिनुपर्ने हुन्छ। त्यसको लागि हजुर प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि यसरी एपीके एडिटर टाइप गर्नुहोस्, त्यसपछि इन्स्टल गर्नुहोस्। मैले पहिले नै इन्स्टल गरिसकेको हुनाले यहाँ मेरो ओपन आएको छ। म अब यसलाई ओपन गर्छु। ओपन गरिसकेपछि हजुरले यहाँ चारवटा अप्सन देख्न सक्नुहुन्छ। सेलेक्ट एन एपीके फाइल, सेलेक्ट एपीके फ्रम एप, हेल्प र एक्जिट। माथिबाट दोस्रो लाइनमा क्लिक गर्नुहोस्, सेलेक्ट एपीके फ्रम एपमा। म सेलेक्ट एपीके फ्रम एपमा क्लिक गर्छु। अब हामीले इमो खोज्नुपर्ने हुन्छ। हजुर यहाँ छ इमो। म इमोमा क्लिक गर्छु। इमोमा क्लिक गरिसकेपछि फेरि हामीलाई तीनवटा अप्सन दिएको छ, फुल एडिट, सिम्पल एडिट, कमन एडिट। हजुरले यो सिम्पल एडिटमा क्लिक गर्नुहोस्। सिम्पल एडिटमा क्लिक गरिसकेपछि फेरि यहाँ माथितिर हेर्नुहोस्, फाइल्स, इमेजेस र अडियोज। हामीले अडियोज क्लिक गर्नुपर्ने हुन्छ किनकि हामीले रिङटोन बदल्ने हो। त्यसैले अब अडियोजमा क्लिक गर्छु। अडियोजमा क्लिक गरिसकेपछि फेरि हामीलाई यहाँ के चेन्ज गर्ने भनेर आएको छ। हेर्नुहोस्, अरू पनि चेन्ज गर्न सक्नुहुन्छ, तर हामीले रिङटोन चेन्ज गर्नुपर्ने भएको हुनाले मैले अब यो लास्टकोलाई एडिट गर्न चाहन्छु। यो लास्टको RT30s.OGG यसलाई हामीले एडिट गर्ने हो। यो नै इमोमा भएको बाइ डिफल्ट रिङटोन हो। हजुरले यसलाई सुन्न पनि सक्नुहुन्छ। सुन्नको लागि यहाँ प्ले बटनमा क्लिक गर्नुहोस्। म यसलाई क्लिक गर्छु। हजुर साथीहरु, यो नै इमोमा भएको बाइ डिफल्ट रिङटोन हो। अब हामीले यसलाई चेन्ज गर्नुपर्ने हुन्छ। अब यसलाई हामीले चेन्ज गर्ने हो। त्यसैले यसको दायाँपट्टि हेर्नुहोस्, पेन्सिलको जस्तो चिन्ह छ, त्यसमा क्लिक गर्नुहोस्। म यो दायाँपट्टि भएको पेन्सिल जस्तो चिन्हमा क्लिक गर्छु। त्यसपछि हजुरको रिङटोन कहाँ छ त्यसको लागि यो एरोमा क्लिक गर्नुहोस्। एरोमा क्लिक गरिसकेपछि हजुरलाई यहाँ आफूले मनपर्ने रिङटोन कहाँ छ हजुरले खोज्नुहोस्। मैले म्युजिक फोल्डरमा राखेको छु, त्यसैले म म्युजिकमा क्लिक गर्छु। हजुरको कहाँ छ, हजुरको कुन फोल्डरमा छ त्यही फोल्डर क्लिक गर्नुहोस्। मेरो म्युजिक फोल्डरमा भएको हुनाले म म्युजिक फोल्डरलाई क्लिक गर्छु। त्यसपछि यहाँ म्युजिक फोल्डरमा दुईवटा फाइलहरू छन्। ती दुईवटा फाइलहरूमध्ये म यो दोस्रो लाइनको फाइललाई म आफ्नो रिङटोन बनाउन चाहन्छु। ring.mp3 लेखेको छ। म त्यो फाइललाई आफ्नो रिङटोन बनाउन चाहन्छु। त्यसैले म यो रिङमा क्लिक गर्छु। त्यसपछि यहाँ तलपट्टि हेर्नुहोस्, सेभ लेखिएको छ, त्यसमा क्लिक गर्नुहोस्। सेभमा क्लिक गरिसकेपछि यहाँ हेर्नुहोस् वर्किङ लेखिरहेको छ। त्यसपछि यहाँ सक्सिड लेखेको छ। अब यहाँ हजुरले ध्यान दिनुपर्ने कुरा के छ भने हजुरको मोबाइलमा भएको पुरानो इमोलाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँ रिमुभ, इन्स्टल, क्लोज लेखिएको छ। रिमुभमा क्लिक गर्नुहोस्। फेरि यहाँ इमोलाई रिमुभ गर्ने हो भनेर सोधेको छ। ओकेमा क्लिक गर्नुहोस्। रिमुभ भयो हजुरको पुरानो इमो। अब फेरि डाउनलोड गर्नुपर्ने भएको हुनाले यहाँ इन्स्टलमा क्लिक गर्नुहोस्। इन्स्टलमा क्लिक गरिसकेपछि नेक्स्टमा क्लिक गर्नुहोस्। फेरि इन्स्टलमा क्लिक गर्नुहोस्। त्यसपछि इन्स्टलिङ हुँदैछ। हजुरको मोबाइलमा फेरि एउटा नयाँ इमो इन्स्टल भयो। अब म डनमा क्लिक गर्छु। म क्लोज गर्छु। अब म इमोमा भएको बाइ डिफल्ट रिङटोन चेन्ज भयो कि भएन म चेक गर्छु। साथीहरु, हजुरले
इमोको रिङटोन त सुनिहाल्नुभयो, बाइ डिफल्ट रिङटोन हटिसकेको छ। यसरी हजुरले एउटा एप्लिकेसनको मद्दतले इमोमा भएको बाइ डिफल्ट रिङटोनलाई हटाउन सक्नुहुन्छ र आफूलाई मनपर्ने रिङटोन राख्न सक्नुहुन्छ। साथीहरू, हजुरले आफ्नो अमूल्य समय दिएर यो भिडियो हेरिदिनु भयो। हजुरलाई यो भिडियो कस्तो लाग्यो? हजुरलाई यो भिडियो मन पर्यो भने यो भिडियोको मुनि एउटा लाइक बटन छ, त्यसमा क्लिक गर्नुहोला र हजुरले यो भिडियो हेरिसकेपछि हजुरको मनमा केही सुझाव, सल्लाह अथवा प्रश्नहरू उब्जिएका छन् भने भिडियोको मुनि कमेन्ट बक्समा राख्नुहोला र यहाँ देखिएका दुईवटा भिडियो पनि हेर्नुहोला र यो सामान्य जानकारी युट्युब च्यानललाई सब्स्क्राइब गर्नको लागि यो गोलो फोटोमा क्लिक गर्नुहोला र म फेरि अर्को यस्तै जानकारीमूलक भिडियो लिएर म अर्को भिडियोमा हजुर सामु हाजिर हुनेछु। तबसम्मका लागि बिदा हुन्छु। हस्त, धन्यवाद। जय नेपाल।